अब यो कुरा सुनेर म त अचम्भित भएको छु र दुःख पनि लागेको छ। यो कस्तो देश भयो? स्वच्छ मिडिया, राम्रो मिडिया चलाए बापतको दण्ड हो कि कुनै बदलाको भावनाले यो भएको हो कि बुझ्न सकिएको छैन। यदि त्यो पनि सबैलाई थाहा छ कैलाश सिरोहिया जनकपुरका वासी हुन्। उनको पुर्खादेखि त्यहीँ बस्दै आएका छन्। सारा परिवारहरूको बसोबास त्यहीँ भएको छ भनेपछि कैलाश सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा नै गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय कुरा हो। मानिलिउँ एउटै नम्बरको दुईटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने मान्छेलाई जाँदैन, त्यो प्रशासनमा जान्छ। कुनै कुरा बुझ्नै पर्ने छ भने पनि गिरफ्तार गर्ने होइन, बोलाएर। किन मान्छे गम्भीर अपराध गरेका मान्छेलाई समात्नु बेग्लै कुरा हो। गम्भीर अपराध गरेको होइन यो। त्यस्तो केसमा सोधीखोजी गर्नु छ भने सोधपुछ गर्न सकिन्छ, सत्य तथ्य के हो त्यो पत्ता लगाउन सकिन्छ। उहाँ सहयोग गर्न तयार नै हुनुहुन्छ। मेरो उहाँसँग कुराकानी भएको थियो गिरफ्तारीभन्दा पहिले, र उहाँले हेर्नुहोस् न त विचित्र पो भयो भन्दै हुनुहुन्थ्यो। मैले प्रधानमन्त्रीसँग कुराकानी गरेँ, उहाँले भन्नुभयो मैले पनि उहाँलाई गिरफ्तार गर्न हुँदैन भने ठानेको थिएँ, भनेका थिएँ, तर यो कानुन नियमले गर्दाखेरि समस्या पर्यो भन्दै हुनुहुन्थ्यो। अब यो सबै कुराहरूको सन्दर्भमा अब यो जुन ढङ्गले गिरफ्तारीको काम भएको छ यो निन्दनीय छ, दुःखद छ। यसको हाम्रो पार्टी भर्त्सना गर्दछ। म सिधै मैले कसैलाई दोष दिन मिल्दैन, आरोप प्रत्यारोपमा मैले उत्रिन मिल्दैन, तर उहाँलाई कुनै समाचारहरू लेखे बापत दण्डित गर्नका लागि, बदला लिनका लागि कसैले पनि यस्तो काम गर्न हुँदैन। छानबिन समिति बनाउने सन्दर्भमा अब 4वटा पार्टी बसेर छलफल गरेका हुन्। हामी संलग्न छैन, हामीलाई संलग्न गरिएको छैन। र सुनेको कुरा के हो भने सहमति भयो, छानबिन समिति बनाउने कुरामा सहमति भयो। सहमति भए पनि किन फेरि काम भइरहेको छैन हामीले बुझ्न सकिरहेका छैन। र त्यसो भएको हुनाले पनि कसले सहमति भए पनि अवरोध कसले खडा गरिरहेछ? मिल्नै नदिने काम कसैले गरिरहेको त छैन। मिल्यो भन्यो, कसैले बाधा खडा त गर्दैन, हस्तक्षेप त गरिरहेको छैन। यो पनि बुझ्नुपर्ने आवश्यकता छ। बढ्नुपर्छ। यो आपसी अविश्वास, आपसी द्वन्द्व बढाएर कसैलाई पनि फाइदा छैन। किनभने संसद भनेको वार्ता संवाद गर्ने थलो हो र त्यसबाट नै यसलाई हल गर्नु पनि काम गर्नुपर्छ। र प्रतिपक्षलाई एक्लो बनाएर पन्छाएर जाने कुरा उपयुक्त हुँदैन। हामी यो सरकारमा छौँ। सरकारमा भइरहेको अवस्था भनेको खास गरिकन उपेन्द्र यादवजीसँगको हाम्रो समाजवादी मोर्चामा पनि हामी छौँ। समाजवादी मोर्चामा भइसकेपछि त हुनु पर्यो। मोर्चामा हुने अनि सरकारमा नहुने कुरा त भएन। अब राजनीतिक घटनाक्रमहरूले कस्तो मोड लिन्छ त्यो आगामी दिनमा विभिन्न पार्टीसँगको वार्ता संवादबाट टुङ्गो संविधान उल्लङ्घन गर्ने काम जस कसैले पनि गरेको छ भने त्यो मान्य हुन सक्दैन। हामीले विगतमा पनि भन्ने गरेका छौँ, संविधान उल्लङ्घन गर्ने मात्रै होइन, मुलुकलाई प्रगति, परिवर्तन र समाजवादको दिशामा लिएर जाने कुरामा पनि सबै शक्तिहरू, सकारात्मक शक्तिहरू मिलेर अगाडि बढौँ।